शेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल एमाले प्रवेश, एमाले प्रति आस्था कि कारबाहीबाट जोगिने मेलो। शेयर लगानीकर्ता र एमाले राजनीतिक संयोग कि परिणाम। अब दिपेन्द्र कमरेडको एमाले प्रवेशले बजार कता लैजाला। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिपेन्द्र अग्रवाल सहितका शेयर लगानीकर्तालाई एमालेमा प्रवेश गराएका छन्। केपी ओलीले नै अध्यक्ष बनाएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले थप अनुसन्धानका लागि फाइल सिआइबी पठाएपछि अब अग्रवाल नै एमालेका क्याडर बनेका हुन्। अब प्रश्न उठ्छ, शेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले एमालेमा प्रवेश गर्नु शेयर बजारका लागि राम्रो हो वा उनी कारबाहीबाट जोगिन मात्र खोजेका हुन्? यो प्रश्नको जवाफ अलि दुवै हो भन्ने पक्का हुन्छ। कारण एमालेसँग बजार राम्रो गर्ने छवि छ, तर अग्रवाल कारबाहीबाट जोगिनकै लागि एमाले प्रवेश गरेको कुरामा पनि दुई मत छैन। यसो त ओलीले पनि अग्रवालका विरोधीहरू भएको तर उनी शेयर बजारका लागि निकै चाहिने व्यक्ति भएको सार्वजनिक अभिव्यक्ति दिएका छन्। यता अग्रवालले पनि खुलेरै एमाले अध्यक्ष ओलीको गुणगान गाएर उनकै कार्यकालमा शेयर बजार 10,000 को यात्रामा प्रवेश गर्ने पनि बताएका छन्। सरकारको पालामा बजारले 10,000 को इन्डेक्सको यात्रा तय गर्नेछ। कोही शेयर लगानीकर्ता एमाले हुनु नौलो कुरा होइन, गलत पनि होइन, तर बजारमा राजनीतिक छिराउनु भन्दा राजनीतिमा बजारबारे ज्ञान बाँड्दा राम्रो हुन्थ्यो कि भन्ने कुरा हो।